सो अहिले चाहिँ गाइज हामी यो माथि भ्यू टावर होइन भ्यू टावर जस्तै भनौँ न अब यो फोटो खिच्ने यहाँदेखि तल झापाहरू पनि देखिने ठाउँ छ। त्यो अब यो सिडीबाट चाहिँ हामी जानुपर्ने हुन्छ। यहाँबाट हामी आएको, यहाँबाट चाहिँ मन्दिर गइसक्यो हामी दर्शन गर्न। अब यहाँ सिधै चढ्ने अनि केटाहरू यहाँ दुईजना छ। लेट्स गो गाइज। बाटो चाहिँ एकदम गाह्रो नै छ, खुट्टा दुखिरहेको छ अघि हिँडेर कत्रो हिँडेको। नजिक आइसक्यो हामी। त्यहाँबाट दामी भ्यूहरू चाहिँ देखिन्छ, तर के भन्नु मेरो फोनको क्वालिटी र क्यामेराहरू नराम्रो भएर अब भनौँ न अब नराम्रै देखिन्छ। अब तपाईँहरूले रियल लाइफमा आएर चढ्नु भएर हेर्नु भयो भने चाहिँ दामी हुन्छ क्या भ्यूहरू पनि हेर्न सक्नुहुन्छ तपाईँ। मेरो तल हेर्दै यता त सिडी छ अनि यहाँ केटाहरू ठ्याक्क आउँछ। गेट पनि छ है गाइज अनि बोतल पनि छ। यहाँ नेपालको झन्डा राखेको थियो होला हो यस्तो छ है गाइजहरू, यस्तो छ। 360 हानिदिन्छ एकचोटि है गाइज। यस्तो यहाँबाट तल जाने उपर डिलमा अनि यो भ्यू भयो यता तलतिरको दामी देखिरहेको छ। तर क्यामेरा अलिक राम्रो छैन हौ गाइज, के भन्नु। तल छ तल हामी चाहिँ यो पहाडबाट यो यस्तो तल गएर आएको हामी। के गर्दैछौ यहाँ हेर तिमी मुला सुती बस यहाँ हेर के हो केटाहरू हामी 360 तिमीलाई